भुटे कराई बसाल्छौँ। कराई बसालिसकेपछि चप गरेको अदुवा र लसुन हाल्छौँ चप गरेको। यो हालिसकेपछि हामीले भेजिटेबल हाल्छौँ, चप गरेको भेजिटेबल र चिकन हाल्छौँ यसमा। र हामीले यसलाई रातो हुन्जेलसम्म भुट्नुपर्छ। र यो चप गरेको हामीले भेजिटेबलहरू काउली, बन्दा, क्याप्सिकम, प्याजहरू युज गरेका छौँ र मासुको टुक्रा पनि युज गरेका छौँ, सानो सानो टुक्रा बनाएर। र हामीले एउटा झोल रेडी गरेका छौँ। त्यो झोल हो हामीले त्यो चिकनको वेस्ट हड्डीहरू हुन्छ नि, मासु झिकेर बाँकी रहेको हड्डीहरूको सुप अथवा त्यसलाई बोइल गरेर चाहिँ हामीले एउटा झोल बनाएका थियौँ र त्यो झोल यसमा युज गरेका छौँ र हालेर यसलाई मजाले पकाउँछौँ। र एउटा अन्डा युज गऱ्यौँ। हामीले अन्डालाई मजाले फिटिसकेपछि हामीले यसमा टेस्टिङ पाउडर हाल्छौँ र नुन हाल्छौँ। अनि त्यसपछि व्हाइट पेपर हाल्छौँ हामीले यसमा। व्हाइट पेपर हालिसकेपछि हामीले यसमा अब लाइट सोया सस युज गर्छौँ र डार्क सोया सस पनि युज गर्छौँ हामीले। डार्क सोया सस हालिसक्यौँ र यसलाई एकछिन पकाउँछौँ। अलिक कडा हुनुपर्छ र भेनिगर पनि युज गर्छौँ, अलिकति अमिलो अमिलो पनि हुनुपर्छ। भेनिगर हालिदिएर फेरि हामी यसलाई चलाउँछौँ र अघि फिटिरहेको अन्डा पनि यसमा हाल्छौँ र हामीले हट गार्लिक सस पनि हाल्छौँ। हट गार्लिक सस बनाउन सिक्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। हामीले चाहिँ अगाडि नै बनाएर राखेका थियौँ। यो हट गार्लिक सस अघि 1 चम्चा युज गरेका थियौँ। हामीले बनाउन सिक्न चाहनुहुन्छ भन्नु होला। र हामीले यसमा कर्नफ्लोर युज गरेका छौँ थिकनेस बढाउनको लागि। अलि नपुगेर हामीले अलि थपेका छौँ। यसलाई मजाले चलाउने। यसलाई चलाइसकेपछि अघि हामीले फिटेको अन्डा रेडी गर्ने। अब त्यसलाई हालिदिने। त्यसलाई हालिदिएपछि अब यसलाई मजाले चलाउने। यसलाई मजाले चलाउने। यसलाई चलाइसकेपछि अब यो उम्लिन थाल्यो। अब हामीले यसमा पानी थपेका छौँ धेरै बाक्लो भएर। र त्यसपछि यसमा हामीले साइनिङको लागि हामीले फिस काट्नको लागि हामीले तातो तेल युज गर्छौँ। तातो तेल हालेपछि यसमा साइनिङ आएको छ र फिस पनि काटेको छ। अब यो रेडी भइसकेको छ। अब यसमा चप गरेको हामीले प्याज हाल्छौँ, हरियो प्याज। र एउटा बाउलमा हामीले सार्दैछौँ कस्टमरलाई दिनको लागि। यसमा हालेपछि तारेको प्याज हाल्छौँ, तारेको लसुन हाल्छौँ र भुटेको तिल हाल्छौँ र हरियो प्याज पनि अलिकति हाल्छौँ र भुटेको तिल। अब यसमा भुटेको तिल अलिअलि हालेका छौँ र अब कस्टमरलाई दिने यो